Hello guys, welcome back to the channel again. अनि आज चाहिँ हामी एकसते भन्ने मन्दिरमा जाँदैछौँ फ्यामिली सबैजना. सो बिफोर द्याट हामी चाहिँ सनु र जोइनलाई पिकअप गर्न जान्छौँ. अनि यो चाहिँ थियो हाम्रो मर्निङ भ्यू. टाइम 6 तिर थियो होला. Algo dah, algo dah. Bau. Monas हो. मनस सबै तराउता हुन्छ होला है अब. के चाहिँ कुशल गुड मर्निङ. कुशल ओ कुशल ए के देख्यो भाइले? हेर्नु कति क्युट देख्दैछ मेरो छोरा. हेर्नु न ऊ आफै देखेर कति एडमायर गर्दैछ यहाँ. हेर्नु न हेरेको लगाएर हेर्नु माथि गर्नु अन्जी ग्रुपमा अपडेट गरिदिनु हामीले चाहिँ खाना बस्दै हेरी राइस कुकर छोडिराखेछौँ. सो हामी फर्केर ल्याउन आयौँ राइस कुकर. पछाडि हाल्नु. बाई यता कुजा फिल्म देखेर बस्ने त्यही त यसलाई कि त्यस्तै ब्ल्याक एन्ड व्हाइट कोट प्यान्ट सिलाइदिँदा सेम देख्दैहरू छ. अघि स्टोरी पाएन भन्दै बस्छ. अब यहाँ यत्रो दामी वान अफ द हिस्ट्रिक मन्दिरमा भुटानको एकाजातीयमा जाँदाखेरि पनि एकाजाति चाहिँ के अरे लेडी अरे लेडी गट फिमेल गट हो. लेडी गट होइन फिमेल गट लेडी गट. त्यहाँदेखि उता चाहिँ भाउजू आफै रिसर्च गर्नु के एकाजातिको रुट उता टुर्सामा पनि छ अरे हौ. त्यसो सुनेको थियो कुन्चेलिङमा. कहाँ सुनेको थिएँ मैले गानै गुने तर त्यो भने मनोज कहाँदेखि हो? म भन्छु नि त के हो त्यो गाउँको नाम चाहिँ? बिमारीसँग चिया आउँदा चिया कृष्ण पनि आएको थिएन. कृष्ण हामीहरू त यहाँबाट उता गइसक्यो कि योगा कृष्ण उता जान्छ हामी यहाँ हो. कुन त्यो मुलाहरू छ सबै. ल एउटा ग्रुप फोटो खिचौँ. दामी देख्दैछ. यता विशाल बाबा बाबा जानुहोस्. ल जानु तपाईँले यहाँ मम्मीको ल हेर्नु है. Bye. Kishal? Huh?
बोल्न राख्छ है अब ल आजदेखि बोल्न थाल्छ है भाइ डायमन्डको पनि दादा मैले नि बाबाले त मिसिनले नै दिएर डायमन्डको चप्पलहरू होइन ए उयो आउँछ ड दादा उयो दुध माथि चाहिँ पाउँदैन नि त यहाँ त पाउँछ नि उयो हेरेर नि ल बजा बजा यहाँ ल ल ल भाइको लागि यहाँ खोइ भाइ ल ल ल भाइले पनि यहाँ समात न हातमा ल पैसा समात ल कस्तो दामी बन्छ यो really truly a beautiful place truly a Okay, Kuzampo lebe. Kuzampo, नमस्कार. हजुर. ल भनिदिनुहोस् त आज एका जातिको बारेमा हामीलाई. ओके. अब यस्तो मौका दिनुभएको छ. हजुर. धन्यवाद. अब नेपालीमा म बोल्नु प्रयास गर्छु, ट्राई गर्छु. तर नेपाली यति बोल्नु त जान्दैन कि. हजुर. म ट्राई गर्छु. अब दखुचु गुम्बा बारेमा. सरी. फर्स्ट अफ अल तपाईको नाम भन्नुहोस् न. ए ओके सरी मेरो नाम चाहिँ अब नौङ भन्छ म चाहिँ अब सम्चिदेखि हो सम्चिदेखि हजुर अब यो दखुचु गुम्बाको बारेमा म सर्टमा भनिदिन्छु सबैलाई अब फर्स्ट दखुचु गुम्बा मतलब चाहिँ यस्तो रहेछ कि तपाईँको अब 1650 तिर 17 सेन्चुरीमा रहेछ त्यति बेला साब्दुङ रिम्पोछेको के भन्छ फलोवर्स साब्दुङ रिम्पोछेको लोप्ठु हजुर साब्दुङ रिम्पोछेको स्टुडेन्ट यहाँ आएर यहाँ तपस्या मेडिटेट गरेको रहेछ यो जग्गामा हजुर यो जग्गामा मेडिटेट गर्दाखेरि यो ढुङ्गाको पेटदेखि त्यो छिजी ठिलेजाम्चो भन्ने लामाले साब्दुङ रिम्पोछेको अघि बनेको साब्दुङ रिम्पोछेको लोप्ठु साब्दुङ रिम्पोछेको स्टुडेन्टले यो ढुङ्गादेखि चाहिँ त्यसले स्वर्गलोक खचिदा बिसिङकम भन्छ जङ्कामा खची बिसिङकम देख्नु भएको रहेछ त्यस कारणले ढुङ्गाको पेटदेखि स्वर्गलोक धपखची बिसिङकम देख्नेको कारणले दो जङ्कामा अब दो भन्ने यो ढुङ्गा भयो भने खचिदा बिसिङकम भन्ने स्वर्गलोक यसरी रहेछ रस त एकचोटि यो खोले धुर्दिछु सुगेला त एकचोटि यो खोले चाहिँ नालु मिक्सिल बे एकचोटि नमिसमे यौँदा युगुबो जुम्चिन्दी एकचोटि मात्रै मिली काए मिला तनाछेरा कागी इमासा चगिलु खातिर बेरो एकचोटि तिमी चाहिँ ते खातिर बेरो एकचोटि कुन्दा अनि बेदु ते ngachi इरु ngachi ना दुगे खाबनाले छुका जोंका चपछा ग्योग नालु मिक्सिल बे ना दोखजु गेमबल मिक्सिल बे एकचोटि यौँदा जुगुबो जुम्चिन्दी ngachi मसवचिन तेता तो नेकपचिगी हागादा तो ओम्बा हागादे यामचे बेदगा नेकपचिगी हागादे अनिम्बे तानिगी नाजे नालु एकचोटि कुन्दागी नमिसमे जिलापसिता साचितु कुन्दागी जुदि बिला अनि कुन्दागी दि तंगाचरा गुरु रुम्बुजी गिटिबा तेतिन दुजा दुजी सेमेदिगी लमदिगी दुबना नमिबे चिदि खोरगी छाजोइ चिदि खोरगी मापासका तुमदाबि नेनाले तेरबिजी मि हानिङि नमिसमे जिन्चिन बिजुदि इन्दिगी तिनाले एकचोटि यौँदा जुगु बुजुमचिन्दी ना मिक्सिल बे नमिसमे धारछप फेमस
युमिदा हामी बेसेसुनी फेरि नमस्ते सबैजनालाई अब मेन हाम्रो एकैचोटि गुम्बा चाहिँ यहाँ हो डिसमेन्टल गरेर रिस्टोर गर्दैछ अहिले सबै गोठाएको छ अब टेम्परेरी चाहिँ यहाँ छ अब एकैचोटिको मन्दिर चाहिँ यतातिर यहाँ अब हाम्रो यहाँ अब हुनु त अब हाम्रो भुटानमा वर्ल्डमा पनि एकैचोटि सबैले मान्छ सबैले वर्सिप गर्छ तर भए पनि हाम्रो यहाँ छुका डिस्ट्रिक्ट चप्चा गेवकमा दखचु गुम्बा भनेर मन्दिर एउटा छ यहाँ चाहिँ अलिक के भन्छ अब अलिक फेमस एकैचोटिको नाम फेमस भएको चाहिँ किन हो भने अब यहाँ एकैचोटिको मूर्ति दुईटा के भन्छ शक्तिशाली भएको एकैचोटिको मूर्ति दुईटा छ त्यस कारणले चाहिँ यहाँ अलिक एकैचोटि फेमस भएको चाहिँ के रहेछ त्यो एकैचोटि मूर्ति दुईटा चाहिँ एउटा चाहिँ त्यो हाम्रो के भन्छ अब गुरु रिम्पोछेको अवतार रिइन्कार्नेसन अफ गुरु रिम्पोछे त्यसको नाम चाहिँ लामाको नाम चाहिँ तेर्तिन ढुरे दोजी भन्छ तेर्तिन ढुरे दोजी भन्ने लामाले एउटा चाहिँ पासाको तुमडामिने भन्ने धामदेखि हिन्दीमा चाहिँ जयन्ती महाकाल धाम भन्छ त्यहाँदेखि डिस्कभर गरेको पत्ता लगाएको मूर्ति एउटा छ यो पनि यो भित्रै छ अहिले यो चाहिँ अब हाम्रो फोर्थ सिन गरेको छ अनि एउटा चाहिँ तेर्तिन ढुरे दोजी लामाले आफैले बनाएको उसको अब के भन्छ हातिया भन्छ नि ह्यान्डमेड हातले बनाएको एउटा छ एकैचोटिको मूर्ति त्यस कारणले चाहिँ यहाँ अघि बनेको जस्तै साह्रो एकैचोटिको नाम फेमस भएको चाहिँ के हो थ्याङ्क यू एकैचोटिको मन्दिर अहिले मान्छेहरू बेसी नै के हुन्छ यंगस्टर्स मामरा नि वीजा गिदिने अनि बि कति फेमस छ गानी दिस स्टार्टिङ नले अनि ता अनि इम्बेला एकैचोटिको कुण्डलु मेलम खाता थिबे त कातिर बेरु अनि बे मंगा चिरतङ बेला पिम जनरली कातिर बेरु मेलम खाता थिबे सिमिदि ची कची सुमदे छंगोबा चिराना सोसुगी त्याबादे इछिम के भन्छ बिलिफ विश्वास हुनु पर्यो अनि चिदी कचिम मेलमले जुमे तको बे ते चिदी तीन नातिन तंगी मेलम कचिलु तब्दोगा पेबोचिन नसिगी अनि गोने बम ठुलो मान्छेले हामीले अब के भन्छ अब बिन्ती माग्यो भने छिटै तिनीहरुले यो दिन सक्छ हैन हाम्रो के भन्छ किदुहरु दिन सक्छ त्यस्तै हान जुम्बेर चाहिँ नि जिन्चिन तीन जिन्चिन दुसुइ भचिन खुंगी कुदुर हाङे मेलम तपाईँ खुंगी जिल्लब गिबे खुंगी पावर शक्तिशाली गिबेर रांगी दिबे जुजी तानी खाली खुंगी चामचिके भित्र रांगी विश्वास कोबे म हान बदल नालु एकैचोटि कुण्डली मेलम खाता थिमिदि त सुदु जुम्बे एकैचोटि कुण्डा नमे समय जिन्चिन दिनदेखि हाने एकैचोटि कुण्डगी ते थुदनिबा एकैचोटि मोरा ओम्बा बे सुदु जुम्बेर ते जुदिबि कुण्डगी उलबिन्दगी अनि मे त जंगल लबगी म त मिस्किमे बा फ्योर जंगल लबगी त ते अनि एकैचोटि कुण्डलु मेलम खाता थिमिदि ते हेमा नमसम एउटा मेनम न छपछा दको जुगे बालु इरु ततो अछि यौंडा यमिदि कचिम सवचिन ते मोरगी लुङदिन दिलु बबमे मोरगी पेशा दिसुनर जेरु त अछि फ्युचर नलु मौ फलु तेता मोरगी सिमची दिसुगी टोदिन जेनी सेगी पेशा दिसुना अछि अनि बे जेइला गिदोजी गणेशा बासे जुमे म तेले अछि नंबा युजु छोदालम गणपति से गणपति से संस्कृत नमे बा ते अनि गी कुण्डा नमे समे जिन्चिन जुदिबे तेनालो तान बदलु जुनोलोजी निदुबे नाले एकैचोटि मोरे नलाइम्बा प्लस तेंगाचरा मिक्सेलगी ते गणेशति छिबा नाबा माचरा हिन्दुगी एतिन्तु नाबा गाची संगीगी छिबिम दुसुगी तिन्दुगी लाचिबा ताने जुदिबे ताने कुदी के खोलगा दोर्दिछि बिसुवचिन अनि कुदी या जनरु उसेगा या चाइनालु जनरु उसेगा सेमिगे सागोनालु ते जितिन जम्बे आ मेन्जुसिरिगी नमटिल छिगी जेना नमबा ताने दे यालेबे मा इंडिया फुजिन ते इंडिया लेबे मा कुछ बिहार की गेप की छिंदी पेमा नारायण से जुई से राजा पेमा नारायण से अन पेमा नारायण से में दिगी शब्दरु मुछे ना चपछलु जुदलु शब्दलु के दुआ भी फिफिउ मेला मले अनि ना
तेनमसम जिंदगी tan bodolu tenalu kachi gi telebiru bujigingi dubjuguru business ki labe guru tele ngachira chikata junegi te dizumbira tarana sosugi rewari de chidi kachira beru de na de dubsubesimidi nagi na tendusigi tudaniba te cheragi te tuji melam kachalo melam lejumbe tab deba de chigi tole melam lejum tab ne digi investigation ni lasat kadiji सिटिङ रुमबाट ओर्लिनु क्लिन गर्नु थाल्यो त्यही त पिछाडी फर्केर चाहिँ माथि चढ्नु किचनमा जान थाल्यो लु यहाँ कपहरू यहाँ छ बस्नु यसको बारेमा हजुर हजुर यो चाहिँ अब 15 लिस्ट पाव छेजिटिले जान्छ रहेछ छेजिटिले जान्छको 15 लिस्ट पाव कुदुङ छिति लिम्बे लागि देश छातप न मिलमगी कुदुङ छिति ए 15 लिस्ट पाव अनि यहाँ पछाडी कन्स्ट्रक्सन गरेको यो चाहिँ यो चाहिँ अब पुरानो मन्दिरहरु यो चाहिँ पहिलाको मन्दिर नाकी मेन लाग्नु चाहिँ मेन हाकिङ चाहिँ यो हो कि हजुर अब 1650 मा बनाएको थाकङ रहेछ हजुर हजुर 1650 अहिलेसम्म मेजर रिनोभेसन कहिले पनि गरेन रहेछ कि त्यस कारणले हुनु त अब फर्स्ट टाइममा त हामीले काठहरू मात्रै चेन्ज गर्ने भनेर सोचेको थिएँ कि लास्टमा त बटन देखाउँदा सबै डेट गएको जस्तो एक्सपायर भएको जस्तो माटोहरू पनि वालहरू पनि राम्रो छैन रहेछ सबै पेटदेखि नै डिसमेन्टल भत्काएर पेटदेखि नै ताल्दैछ यहाँ अहिले एकैचोटिमा चाहिँ कि तपाईँको अहिले यहाँ हेड को छ अहिले हेड चाहिँ अब लामाको के भन्छ पुनखा हजुर ए के अरे लोबेसा भन्ने जग्गा ए रिम्पोछे हो ठुलो रिम्पोछे हो लम्बोदेखि बुबा ए सबै कम्प्लिट के भन्छ गुड नेम चाहिँ अब गेसी भन्छ तपाईँहरूको यहाँ तपाईँ चाहिँ यहाँनिर पढ्नुहुन्छ कि पढिसकेको कि अब पढिसकेको चाहिँ छैन अब 4 क्लास भन्छ म जिन्दाजीवा भन्छ 4 क्लास सकेर जोङमा बस्नुपर्छ जोङमा बसेर सकेर चाहिँ अब हाम्रो पहिलाको टिचर थियो टिचर त्यस कारणले अब 1-2 इयर्सको लागि हेल्प मदत बस्दैछु पढ्ने चाहिँ छैन यहाँ हजुर निरे भने पनि के अर्कायो भने पनि उसले क्लियर गरिदिनु आँखा मात्र पारी बस्छ हेर्नु नि यो पुरा प्याक गरेर ल्याएको अलिकति खाइदिनु अलिकति पर्खा जस्तो खाऊ पहिला पनि आयो नि ले हामीले थुप्रो टाइम चाहिँ हामीले के उसलाई चाहिँ देखिन मैले यहाँ पहिला अब चाहिँ हामी खानाहरू खाएर अनि यहाँ स्काई कति राम्रो देखिरहेको थियो सो यो क्याप्चर गर्न आयौँ अनि अब चाहिँ हामी चिम्माकोटी गएर अनि त्यहाँबाट मात्रै थिम्पू फर्किन्छौँ त्यहाँनिर अलिकति काम छ अनि त्यहाँबाट चाहिँ फर्किन्छौँ हामी जुम इन हैन खुसी लाग्दैछ
खुसी लाग्दैछ लाग्दैछ त कतिसम्म अब आइएम सक्सेसफुल आइ एम भेरी सक्सेसफुल नाउ कसरी कसरी माता एकाजातिको ब्लेसिङ्सले गर्दाखेरि तिमीलाई चाहिँ खुसी हुँदैछ कि कस्ता हुँदैछन् म त माता एकाजातिसँग यति प्रसन्न छु कि प्रसन्नै यो पालि 4 खेप भयो योसँग हो आइरहेको छु फेरि पनि आइरहन्छु सदा भ्याउँदा होइन मनले आउनु जाउँ भन्दा ओर्दा आउँछु अनि खुसी त के भनेर यस्तो दामी ठाउँमा आइपुग्दाखेरि त्यसै नै खुसी हुन्छ है कस्तो दामी देख्दैछ नि यो घाम लाग्दा भिडियो क्वालिटी कति राम्रो आउँदो रहेछ हाम्रो ड्राई पिकनिक हुँदैछ एकाजाति लाहाङमा आएर छिटो भएर गाडी कति बजेछ टाइम 12:04 Kasina? आइज अरे उला भाइ पो जानुपर्छ त हस्पिटलहरु यतै आउँछन् नि सपिङहरु गर्नु सो हामी चाहिँ मन्दिरबाट फर्केको अब अनि हामीले हाम्रो लभड वान्ससँग मजाले टाइम स्पेन्ड गऱ्यौँ अनि पछाडि गएर हामीलाई रिग्रेट नहोस् कि लाइक हामीले किन टाइम स्पेन्ड गरेनौँ जब हाम्रोमा टाइम हुँदाखेरि भनेर हामीलाई त्यो रिग्रेट नहोस् क्या सो इन्जोय गर्नु आफ्नो फ्यामिलीसँग आफ्नो लभड वान्ससँग सो त्यही भन्न चाहन्छु यदि भिडियो मन परेमा कमेन्ट लाइक सेयर सब्सक्राइब गरिदिनु होला अनि म भिडियो यतिमै राख्नेछु सो आई विल बी सीइङ यु गाइज इन माई नेक्स्ट vlog till then take care of yourself and enjoy your time with your loved ones bye bye